स्वागत छ मेरो भ्लगमा। आज चाहिँ हामी म चाहिँ आज यहाँदेखि चाहिँ भ्लग सुरु गरिरहेको छु। यता जङ्गलतिर हो। अनि चाहिँ मेरो साथीहरू चाहिँ आउँदैछन्। हामी चाहिँ आज गिरिघाट साथीको बर्थडे मनाउन जान लाग्छौँ हैन। यहाँ छ हैन। अब आउँदैछन् मेरो साथीहरू यहाँदेखि आइरहन् दुईटा। त्यहाँबाट हामी चाहिँ अब जान्छौँ गिरिघाट हैन साथीको बर्थडे मनाउन। त्यहाँबाट सामान हामीले सब रेडी गरिसक्यौँ। यहाँ आइपुगेछन् हाम्रो साथीहरू नाचिरहन्। हामी चाहिँ गाइस अब जानुपर्छ है। हामी चाहिँ अनि साथीहरू चाहिँ यहाँ छन्। पुरा साथी गर्दो। हेलो कस्तो लागिरहेछ? एकदम खतरनाक। आज एकदम नयाँ एक्सपिरियन्स हुन लाग्यो गाइस। मजा आउँछ हैन? मजा आउँछ। दाइ फोन भएन? हैन हामी गइजाउँ नि दाइ आउँछ पछि हिँड्दै। हामी चाहिँ यता माथिसम्म लागिसकेका छौँ। अनि त्यहाँ अब चाहिँ हामी हिँड्नुपर्ने हुन्छ। हामी चाहिँ गइसक्यौँ अब है। 4 जना छौँ। हामी चाहिँ यता पुगिसकेका छौँ। बाटो चाहिँ यस्तो छ है गाइस। प्रकाश कस्तो लागिरहेछ? हामी चाहिँ अब यहाँ आइसक्यौँ। अनि त्यहाँ हामीले दाउरा साउरा पनि रेडी गरिसक्यौँ। अनि हाम्रो दाइहरू चाहिँ यहाँ चाहिँ नि दाइ कस्तो लागिरहेछ? हजुर एकदम बेस्ट। बवाल भइरहेछ बवाल। आज कसको बर्थडे हो रे? दाइको बर्थडे। ह्यापी बर्थडे दाइ। ल थ्याङ्क यू भेरी मच। मेरो बर्थडे त 3 दिन अगाडि हो। हामीले के ल्याछौँ गरे? तपाईँ अरू के ल्याउँ रे? हजुर अरू के ल्याउँ रे? अरू मासु बङ्गुरको मासु, भैँसीको मासु, बोडी, चामल। अनि गाइस हामी चाहिँ अब पुगिसक्यौँ होइन लोकेसनमा। अब हामी चाहिँ एकछिन अब आगो सागो बाल्छौँ रेडी गर दाइ। ल एकछिन नबजाउनु एकछिन पढ्छ खेल्नु अनि आएर बजाउनु लागि। ल हामीले जान लाग्यो त्यहीँ दाइ। ल कपडा खोला दाइ। छडाउने हो जाने एकछिन। गाइज हामी चाहिँ रेडी भइसक्यौँ है। ल गाइज जाऊँ त एक राउन्ड हानेर। हामी अब आगो बाल्दैछौँ साथी है। साथी आगो बाल्दैछन्। आगो बाली चाहिँ देखाउँछ है त। अब आगो बाली देखाउँछु। यहाँ दाइले माछा रेडी गर्न लाग्नु भएको छ होइन गाइज। हामी चाहिँ एकचोटि पौडी खेलिसक्यौँ। एक राउन्ड खेलिसक्यौँ है। हेर्नुहोस् गाइज हामीले मासु दाइ के को मासु हो यो? यो भैँसा हो यो बङ्गरा हो। ए राम्रोसँग बोल त। यो भैँसीको यो चोचे गाइज यहाँ चोचेर भैँसको मासु होइन घाम लगाइरहेको छ अलिअलि। अनि त्यहाँबाट यहाँ आगो बल्नु लाग्छ। मेरो साथी आगो बाल्दैछन्। एकदम एक्सपिरियन्स मान्छे हुन् कि यिनी होइन। भात पाक्दैछ हेर्नु है। भात चाहिँ पाक्दैछ है। के दाइ भात पकाइरहेको छ भने दाइले? ए हाम्रो चाहिँ यो डाडु है पनि। अनि त्यहाँबाट हाम्रो मासु चाहिँ त छ बुफरिया छ। गाइज यहाँको भ्यू देखाऊँ त हजुरहरूलाई। ल है गाइज भ्यूहरू यहाँको होइन। हेर गाइज हेर यहाँको लोकेसन चाहिँ गाइज गिरिघाट है। गिरिघाट खोला। अर्को भिडियोमा मैले लोकेसन हाल्दैछु। गाइज हामी चाहिँ अब खानासाना बनाएर रेडी गइसक्यौँ। अब यता चाहिँ यहाँ बङ्गुरको मासु बन्दैछ है। ढुङ्गामा बनाउँदैछ एकदम पुरै ट्रेडिसनल पाराले गाइज होइन। हामी चाहिँ खतरासँग बनाउँदैछौँ। अनि त्यसपछि अरू यस्तै हो होइन। भिडियो चाहिँ यस्तै हो गाइज होइन। अब चाहिँ भोक लाग्दा भन्दै कराइरहेछन्। गाइज हामी चाहिँ भात खाँदैछौँ है गाइज। ल्याम ल्याम हैन आफुलाई नदेखाउनु
हेलो गाइज तिमीहरूलाई म होइन गाइज अब म चाहिँ तिमीहरूलाई मेरो चाहिँ यहाँ आएर गाइज यो भ्यू छ होइन यसमा चाहिँ म पानी मुनिको सानो क्लिपहरू हाल्छु होइन ल है त गाइज हेरौँ है त खासै गहिरो त छैन यो अब हामीलाई डुबाउनु त म जस्तो बिरालो डुबाउँछु यता तर मलाई खासै आनन्द खेल्न त्यही भएर चाहिँ अलिक खेल होइन गाइजी होइन मेरो चाहिँ अब यो भिडियो चाहिँ कस्तो बन्छ है मुनिवाला अनि त्यहाँबाट हाम्रो चाहिँ यो भ्यू चाहिँ यो है डाइरेक्ट यहाँ चाहिँ ल गाइज 1 2 3 ओके ल ग सिक्ने भए चाहिँ मेरो साथीलाई सम्पर्क गर्नु होला 98 0 यस्तै हो ल 1 2 3 गो ल रमाइलो गयो ए जानु छिटो देख नाच रहे भाइ इधर ये तो जा जल्दी नहीं डाइफान गाइज भर्खर सुरु डाइभ हान्दैछ मित्रले ल 1 यहाँदेखि हान्नु छ यहाँदेखि ल हेर नाटक यो मान्छेको नाटक ल गाइज हेर ल गाइज मस्त मजा आइरहेको छ है मेरो साथीले डाइभ हान्दैछन् हेर है त कस्तो यो है ल यो मान्छे डुब्दै उहाँ पुग्थ्यो ए अलि उतै जा हान्दैन यहाँदेखि हान क्या यहाँदेखि मैले हान्यो भने तिमी हान्दैन क्यामेरा हेर गाइज होइन है यसरी भ्लग चाहिँ यसरी है हामी चाहिँ यसो घुम्न आएपछि यस्तै खानुपर्छ चिसो भयो होइन त्यही भएर हामीले चाहिँ पकाएर चाहिँ गाइज खाना कस्तो बारे छ है त पिरो चाहिँ उडा भएको र पिरो रहेछ यार गाइज पिरो छ कस्तो छ सँगै आउनु प्रकाश अलि जानु गाइज कस्तो लाग्यो आज कस्तो मजा आयो कि नै अनि त्यसपछि अर्को चाहिँ आउने कि नै त्यसरी झुकेर नआउने आउने किन अब गाइज चम्चा नभएर चक्कु बटुको नभएर के अरे यो चाउचाउ उसमा खाइरहेको छ होइन कपारीकरण भनेको जमाना अलि अनि अब मजा चाहिँ आइरहेको नि चिसो भएर खाने चिसो भयो तर्फ अब चिसो भएर गाइज हामी यस्तै खाइरहेछौँ है ल सो गाइज अब हामी चाहिँ पोर्ट्सहरू खेलेर सब भइसक्यौँ होइन खानसाना खाएर सब रेडी भइसक्यौँ अनि सामानहरू पनि सब रेडी गरिसक्यौँ है पछाडि दाइ कपडा फेर्न लाग्छ अनि हामी चाहिँ रेडी भइसक्यौँ अब चाहिँ लानुपर्ने हुन्छ जस्तो पनि दाइको बर्थडे रमाइलो भयो है रमाइलो भयो होइन सबै चिज दाइ अनि सकेन ह्याप्पी बर्थडे दाइलाई ह्याप्पी बर्थडे भन दाइलाई ह्याप्पी बर्थडे भन दाइ ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ल अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ होइन ल जाम त गाइज मेरो हेलमेट ल त लगाउनु चिसो है दाइले हेलमेट लगाउँछ नि त मेरो बर्थडेको लागि बर्थडे बोयको लागि ऊ क्या यो बर्थडेको के टोपी पर्दैन अब ऊ भइदियो जङ्गल भइदियो हुन्थ्यो उमा पर्दैन क्या यस्तो गर न बाल्लो हालिदियो नि त्यहाँ पानी छ त अघि बोतलमा मुसीले बोतल त चुई कहाँ रहेछ कहाँ लगाइस् अब चाहिँ हामी जानुपर्छ ल जाम त यो
यार मेरे साथी हामी चाहिँ माथि आइसक्यौँ है डाँडामा मजा आयो होइन यहाँबाट अब हामी बाइकबाट पुग्न लाग्छौँ ब्यागहरू दुईवटा पछाडि छन् मजा चाहिँ एउटा मजा आयो यता राखेको छ सही छ पछि तिम्रो ढकल्छ नि यार केटाहरूले गाइज हामी चाहिँ आइसक्यौँ बाइकबाट हाम्रो बाइक यहाँ छ यहाँ पार्किङ गरेको हामीले अनि कस्तो लागिरहेछ उकालोमा हिँडेर क्वाक लाग्यो हामी चाहिँ अब ब्याग निकालेर लाग्ने है त सो गाइज म चाहिँ अब कोठामा आइसकेँ है अनि साथीहरूलाई रुममा छोडेर म चाहिँ कोठामा आइसकेँ त्यहाँबाट आजको ब्लगलाई यति नै हो अब घुम्यो होइन रमाइयो मजा लाग्यो आइयो आजको ब्लग यति नै हो सक्यो है त टाटा बाइ बाइ गाइस अलि पहिलो गाइस भाइ अलि तल छ हेर